सम्पूर्णलाई नमस्कार। मेरो नाम रूपक खाती। आज मैले कक्षा 10 को सामाजिक विषय अन्तर्गतको एकाइ 5 नागरिक चेतना भन्ने एकाइ लिएर आएको छु। पक्कै पनि यो हजुरहरूको लागि महत्त्वपूर्ण सामग्री हुनेछ र पहिलो पाठ रहेको छ सङ्घीय व्यवस्थापिका। राज्य सङ्गठित राजनीतिक र समुदाय हो। राज्यको स्वरूप उक्त देशको राजनीतिक विचारधारामा निर्भर गर्छ। हाम्रो संविधानले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय, लोकतान्त्रिक, गणतन्त्रात्मक मुलुकको रूपमा परिभाषित गरेको छ। कुनै पनि देशमा शासन गर्न विभिन्न अङ्ग आवश्यक पर्छन्। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका राज्यका प्रमुख 3 अङ्ग हुन्। राज्यका प्रमुख 3 अङ्गमध्ये व्यवस्थापिका सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो। व्यवस्थापिकाको मुख्य कार्य कानुन निर्माण गर्नु हो। देशलाई विभिन्न निर्वाचन क्षेत्रमा विभाजन गरी प्रत्येक निर्वाचन क्षेत्रबाट विभिन्न निर्वाचन प्रणालीबाट निर्वाचित जनप्रतिनिधिहरू व्यवस्थापिकाका सदस्य हुन्छन्। त्यसैले व्यवस्थापिका जनताको भावना अभिव्यक्त हुने जनप्रतिनिधिको सर्वोच्च संस्था हो। व्यवस्थापिकाले जनइच्छा अनुसार कानुन निर्माण गर्ने, पुराना नियम कानुन संशोधन गर्ने र अव्यावहारिक कानुन खारेज गर्ने कार्य गर्छ। व्यवस्थापिका त्यस्तो अङ्ग हो जसले कानुन निर्माण गरेन भने अन्य अङ्गको कार्य प्रभावकारी रूपमा अगाडि बढ्न सक्दैन। एउटा मात्र सदन भएको व्यवस्थापिकालाई एक सदनात्मक व्यवस्थापिका र 2वटा सदन भएको व्यवस्थापिकालाई 2 सदनात्मक व्यवस्थापिका भनिन्छ। नेपालको सङ्घीय व्यवस्थापिकामा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी 2 सदन छन्। अहिले र अस्ट्रिया, डेनमार्क, न्युजिल्यान्ड र चीनमा 1 सदनात्मक व्यवस्थापिका छ र अमेरिका, बेलायत, भारत आदि देशमा 2 सदनात्मक व्यवस्थापिका छन्। नेपालको सङ्घीय व्यवस्थापिका 2 सदनात्मक व्यवस्थापिका हो। यस अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा रहेका छन्। संसद नेपालको संविधानको धारा 83 मा र प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका र 2 सदन र सहितको र 1 सङ्घीय व्यवस्थापिका हुने छ, जसलाई र सङ्घीय संसद भनिनेछ भनेर उल्लेख गरिएको छ। संसदका प्रमुख कार्यहरूमा जाउँ। सङ्घको अधिकार क्षेत्रका विषयमा र कानुन निर्माण गर्ने, सङ्घीय सरकार गठन गर्ने, सरकारको नीति तथा कार्यक्रममाथि र छलफल र पारित गर्ने, संविधान संशोधन तथा जनमत सङ्ग्रह सम्बन्धी निर्णय गर्ने र बजेटमाथि छलफल र बजेट पारित गर्ने, सरकारका नियमित काम कारबाहीको निगरानी राख्ने, सरकारलाई आवश्यक निर्देशन तथा सुझाव प्रदान गर्ने र अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुमोदन गर्ने यसको चाहिँ काम रहेको छ। अब हामी अर्कोमा जाउँ। ल, प्रतिनिधि सभा गठन। प्रतिनिधि सभामा 275 जना सदस्य रहने छन्। नेपाललाई जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा र विशिष्टताका आधारमा र 165 निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट 1 जना रहने गरी पहिलो हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचन हुने 165 सदस्य र सम्पूर्ण देशलाई र 1 निर्वाचन क्षेत्र र मानि राजनीतिक दललाई र मत दिने समानुपातिक र निर्वाचन प्रणाली बमोजिम निर्वाचन हुने 110 सदस्य गरी जम्मा 275 जनाको प्रतिनिधि सभा हुने व्यवस्था छ। 18 वर्ष उमेरहरू पुरा भएका नेपाली नागरिक मतदाता हुने व्यवस्था गरिएको छ। सामान्यतया प्रतिनिधि सभाको कार्यकाल 5 वर्षको हुन्छ र सङ्कटकालको बेला 1 वर्षसम्म कार्यकाल थप गर्न सकिने व्यवस्था रहेको छ। प्रतिनिधि सभाका सदस्यहरू मध्येबाट सभामुख र उपसभामुख निर्वाचनहरू गरिने व्यवस्था छ। सभामुख र उपसभामुख र फरक दलको हुनुपर्छ र तीमध्ये 1 जना महिला हुनुपर्छ। राष्ट्रिय सभाको गठन। राष्ट्रिय सभामा जम्मा 59 जना सदस्यहरू हुन्छन् र प्रदेश सभाका सदस्य
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलद्वारा प्रत्येक प्रदेशबाट र कम्तीमा 3 जना महिला, 1 जना दलित र 1 जना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक सहित र 8 जना गरी निर्वाचित 56 जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित कम्तीमा 1 जना महिला सहित 3 जना गरी जम्मा 59 जना सदस्यबाट राष्ट्रिय सभाको गठन हुने र व्यवस्था रहेको छ। राष्ट्रिय सभा एक स्थायी सदन हो र यसका सदस्यहरूको र पदावधि 6 वर्षको हुन्छ र यी मध्ये 1/3 सदस्यको पदावधि प्रत्येक 2 वर्षमा समाप्त हुन्छ र राष्ट्रिय सभाका सदस्यहरू मध्येबाट र अध्यक्ष र उपाध्यक्ष निर्वाचन गरिने व्यवस्था छ। अध्यक्ष र उपाध्यक्ष मध्ये 1 जना महिला हुनुपर्छ। सङ्घीय व्यवस्थापिकाको सदस्यका लागि योग्यता: नेपाली नागरिक, प्रतिनिधि सभाका लागि 25 वर्ष र राष्ट्रिय सभाका लागि 35 वर्ष उमेर पुरा भएको, नैतिक पतनदेखि नै फौजदारी कसुरमा सजाय नपाएको, कुनै सङ्घीय कानुनले अयोग्य नठहराएको, कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्छ। सङ्घीय संसदको विधेयक पारित गर्ने प्रक्रियामा विधेयकहरू कुनै पनि संसदमा प्रस्तुत गर्न सकिने र अर्थ विधेयक र सुरक्षा र निकायसँग सम्बन्धित विधेयक तथा सरकारी विधेयकका रूपमा र प्रस्तुत गरिने विधेयकहरू प्रतिनिधि सभामा प्रस्तुत गरिने। व्यवस्थापिकाका कार्यहरूमा जाउँ। व्यवस्थापिकाका कार्यहरू सबै देशमा र समान प्रकृतिका हुँदैनन्। यद्यपि लोकतान्त्रिक शासन प्रणालीमा र व्यवस्थापिकाले र निम्नानुसार कार्य गर्छन्। विधायकी कार्य भनेर देशलाई र आवश्यक कुनै पनि ऐन निर्माण गर्ने र विद्यमान ऐनमा संशोधन गर्ने कार्य व्यवस्थापिकाले गर्छ। संसदका कुनै सदनबाट र पारित विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष र पठाइन्छ र विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बन्छ र प्रशासकीय कार्य संसदीय व्यवस्थामा कार्यपालिकाको निर्माण संसदबाट र हुन्छ र प्रतिनिधि सभाको सदस्य मात्र प्रधानमन्त्री बन्न सक्छन् भनेर अन्य मन्त्रीका लागि र कुनै पनि सदनको सदस्य भए हुन्छ र गैर सांसद पनि र मन्त्री बन्न र सक्छन्, तर 6 महिनाभित्र र कुनै एउटा सदनको सदस्य हुनैपर्छ र यदि कार्यपालिका एकभन्दा र बढी र दल मिलेर बनेको छ भनेर प्रधानमन्त्रीले संसदबाट 30 दिन र भित्र विश्वासको मत लिनुपर्छ, तर संविधानले 2 वर्षसम्म र अविश्वासको प्राप्त 2 वर्षसम्म अविश्वासको र प्रस्ताव ल्याउन र नपाउने र एकपटक अविश्वासको र प्रस्ताव र असफल भएर अर्को 1 वर्षसम्म र त्यस्तो र प्रस्ताव ल्याउन र नपाउने व्यवस्था गरेको छ। यद्यपि संसद सदस्यले र प्रश्न सोधेर गतिविधि बारेर संसदीय समितिमा बोलाएर सरकारमाथि र नियन्त्रण गर्न सक्छन्। यसै गरेर अभियोग र सम्बन्धी कार्य पनि यसै अन्तर्गत पर्छन् भनेको छ। विधेयक कसरी ऐन कानुन बन्छ भन्ने कुरामा जाउँ। संसदमा छलफलका लागि र प्रस्तुत गरिने कानुनको मस्यौदा नै विधेयक हो र सङ्घीय संसदको कुनै पनि सदनमा विधेयक र प्रस्तुत गर्न सकिन्छ, तर अर्थ विधेयक प्रतिनिधि सभामा र मात्र प्रस्तुत गर्न त सकिन्छ। अर्थ विधेयक नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल नेपाल लगायत र सुरक्षा निकायसँग सम्बन्धित विधेयक सरकारी विधेयकको रूपमा र मात्र प्रस्तुत हुन सक्छ र सङ्घीय संसदको र एउटा सदनले र पारित गरेको विधेयक र यथाशीघ्र अर्को सदनमा पठाइन्छ र सो सदनले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिन्छ। प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिने विधेयक उत्पत्ति भएको सदनको सभामुख वा अध्यक्षले प्रमाणीकरण गरी पेश गर्नुपर्छ। यसरी पेश भएको विधेयक 15 दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक ऐन अथवा कानुन बन्छ भनेको छ है त। ल अर्को जाउँ। वित्तीय कार्यमा जनताबाट र कर उठाउने
वा मुलुकको नाममा ऋण लिने र सङ्घीय संसदबाट स्वीकृति लिनुपर्छ। यसरी बजेट वार्षिक बजेट प्रतिनिधि सभामा पेश गर्नुपर्ने र संसदको स्वीकृति बिना र बजेट कार्यान्वयन नहुने व्यवस्था रहेको छ। संसदको सार्वजनिक लेखा समितिले सरकारका आर्थिक क्रियाकलाप बारे अनुगमन र आवश्यक निर्देशन दिन सक्छ। संविधान संशोधन सम्बन्धी कार्यमा जाउँ। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा रहने सार्वभौम सत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न पाइँदैन। संशोधन विधेयक दुवै सदनले तत्काल कायम र भएको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा 2/3बाट पारित गर्नुपर्छ। यसरी पारित भएको विधेयक राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि प्रस्तुत गर्नुपर्छ र राष्ट्रपतिले विधेयक प्राप्त भएको 15 दिनभित्र र प्रमाणीकरण गर्नुपर्छ। प्रमाणीकरण भएको मितिबाट र संविधान संशोधन हुन्छ भनेको छ है त। अर्कोमा जाउँ। संसदीय व्यवस्था राज्यका अङ्गहरूबीचको र सम्बन्ध र राज्य शक्तिको र प्रयोग गर्ने प्रक्रियालाई शासन व्यवस्था भनिन्छ। शासन व्यवस्था संसदीय र अध्यक्षतात्मक र मिश्रित गरेर 3 प्रकारका रहेको पाइन्छ र संसदको र सर्वोच्चता रहेको र शासन व्यवस्थालाई संसदीय व्यवस्था भनिन्छ। संसदीय व्यवस्थामा राष्ट्र प्रमुख र सरकार प्रमुख र अलग अलग व्यक्ति हुन्छन्। राष्ट्रपति राष्ट्र प्रमुख हुन्छन् भने प्रधानमन्त्री सरकार प्रमुख हुन्छन् र मुलुकको कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुन्छ भने राष्ट्रपति र आलङ्कारिक अर्थात् प्रतीकात्मक र हुन्छन् र संसदमा बहुमत प्राप्त गरेको व्यक्ति प्रधानमन्त्री हुने भएकाले संसदको नेता पनि प्रधानमन्त्री नै हुन्छन् र सरकार संसदप्रति उत्तरदायी रहन्छ र संसदले सरकारलाई नियन्त्रण गरेको हुन्छ र संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका महत्त्वपूर्ण हुन्छ। अब जाउँ हामी प्रदेश व्यवस्थापिका। प्रदेश सभा एक सदनात्मक व्यवस्थापिका हो र यस अन्तर्गत 60% सदस्यहरू पहिले हुने निर्वाचित हुने र निर्वाचन प्रणालीबाट र 40% सदस्यहरू समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छ र यदि समय अघि नै र संसद विघटन नभए प्रदेश सभाका सदस्यको पडावडी 5 वर्षको हुन्छ र प्रदेश सभामा पनि सभामुख र उपसभामुख हुन्छन् र तीमध्ये एकजना महिला हुनुपर्छ। नेपालका 7 प्रदेश सभाका सदस्यहरूको कुल सङ्ख्या 550 छ। त्यसमध्ये 330 जना पहिले हुने निर्वाचन प्रणालीबाट निर्वाचित र 220 जना समानुपातिक र निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन्। स्थानीय व्यवस्थापिका भनेको र स्थानीय तहका लागि र आवश्यक पर्ने कानुन निर्माण गर्ने विधायिकी अङ्ग हो र स्थानीय व्यवस्थापिका अन्तर्गत गाउँ सभा र नगर सभा पर्छन् र आफ्नो अधिकार क्षेत्रमा र स्थानीय व्यवस्थापिकाले कानुन निर्माण गर्छ। कानुन निर्माणका साथै गाउँ नगर कार्यपालिकाले पेश गरेको बजेट स्वीकृति गर्ने र राजनीतिक प्रक्रियाबाट स्थानीय सरकारका गतिविधिहरू सीमित बनाउने जस्ता कार्यहरू स्थानीय व्यवस्थापिकाले गर्छ। ल अब हामी कठिन शब्दावलीमा जाउँ। अविभाज्य भनेको विभाजन गर्न नहुने, सर्वोच्च भनेको सबैभन्दा माथिल्लो तहको, अनि पतन भनेको माथिबाट तलतिरको खसाइ अथवा गिराइ भनेको छ। यथाशीघ्र भनेको शीघ्रताका साथ अथवा छिटो भनेको छ। र यसको मैले अब यहाँ छ प्रश्न उत्तरहरू, छोटो उत्तर आउने प्रश्न अनि लामो उत्तर आउने प्रश्नहरू भनेको छ। यो पाठबाट चाहिँ क्वेसन आयो भने है, यो एकाइबाट क्वेसन आयो भने हामीलाई कि 4 अङ्कको कि 7 अङ्कको आउँछ है, हामीलाई अति छोटो उत्तर आउँदैन। अब यसको अभ्यास हेर्नु होला है त। ल नेपालको सङ्घीय कानुन निर्माण प्रक्रिया प्रस्तुत गर्नुहोस् भनेको छ। यो एन्सर मैले तपाईँलाई देखाएको छु। यो मैले सरसर सार्न चाहन्छु। तपाईँले चाहिँ यो भिडियोलाई रोक्दै लेख्दै गर्न चाहिँ सक्नुहुन्छ है त। ल यसको सम्पूर्ण क्वेसन एन्सरहरू यही छ है त। मैले यहाँ सहज तरिकाले बनाइदिएको छु। हजुरहरूले यसलाई रोक्दै लेख्दै गर्न सक्नुहुन्छ है त।
ल यति नै छ यसको अभ्यास पनि है। ओके हुन्छ। आजलाई यति नै। यो भिडियोबाट म बिदा हुन चाहन्छु। धन्यवाद। नमस्कार।